मध्यपूर्व क्षेत्रमा बढ्दै गएको युद्ध र तनावले विश्व राजनीतिलाई मात्र होइन विश्व अर्थतन्त्रलाई पनि गम्भीर रूपमा प्रभावित गरिरहेको छ। धेरैलाई लाग्न सक्छ हजारौं किलोमिटर टाढा रहेको युद्धले नेपाल जस्तो सानो देशलाई के असर पार्ला र, तर वास्तविकता के हो भने आजको विश्व यति आपसमा जोडिएको छ कि एउटा क्षेत्रमा भएको युद्धको असर विश्वका धेरै देशहरूमा देखिन सक्छ। सबैभन्दा पहिले कुरा गरौं तेलको मूल्यको। मध्यपूर्व विश्वको सबैभन्दा ठूलो तेल उत्पादन गर्ने क्षेत्र हो। यदि त्यहाँ युद्ध बढ्यो भने तेल आपूर्तिमा समस्या आउन सक्छ र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न सक्छ। नेपालले आफ्नो पेट्रोलियम पदार्थ आयात गर्ने भएकोले तेल महँगो हुँदा यसको प्रत्यक्ष असर नेपाली जनतामाथि पर्दछ। पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्छ, यातायात महँगो हुन्छ र त्यसको प्रभाव अन्ततः दैनिक उपभोग्य वस्तुको मूल्यमा देखिन्छ। यसले महँगीलाई अझ बढाउने सम्भावना हुन्छ। दोस्रो महत्वपूर्ण पक्ष हो वैदेशिक रोजगारी। नेपालका लाखौं युवा मध्यपूर्वका विभिन्न देशहरूमा काम गरिरहेका छन्। कतार, साउदी अरेबिया, युएई, कुवेत लगायतका देशहरूमा। यदि युद्धको दायरा फराकिलो भयो भने त्यहाँको सुरक्षा अवस्था बिग्रन सक्छ, उद्योग व्यवसाय प्रभावित हुन सक्छन् र रोजगारीमा अनिश्चितता आउन सक्छ। यस्तो अवस्थामा धेरै नेपाली कामदारहरू स्वदेश फर्किनु पर्ने अवस्था पनि आउन सक्छ। यससँगै जोडिएको अर्को महत्वपूर्ण विषय हो रेमिटेन्स। विदेशमा काम गर्ने नेपालीहरूले पठाउने रेमिटेन्सले नेपालको अर्थतन्त्रलाई ठूलो आधार दिएको छ। यदि मध्यपूर्वमा रोजगारी घट्यो वा अस्थिरता बढ्यो भने रेमिटेन्सको प्रवाहमा कमी आउन सक्छ। यसको प्रभाव केवल व्यक्तिगत वा परिवारमा मात्र होइन राष्ट्रिय अर्थतन्त्रमा समेत देखिन सक्छ। युद्धको अर्को अप्रत्यक्ष असर विश्व व्यापार र आपूर्ति प्रणालीमा पर्दछ। मध्यपूर्व क्षेत्र अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिको महत्वपूर्ण केन्द्र हो। यदि त्यहाँका समुद्री मार्गहरू असुरक्षित भए वा व्यापार अवरुद्ध भयो भने विश्वभर वस्तुहरूको मूल्य बढ्न सक्छ। नेपाल जस्तो आयातमा निर्भर देशका लागि यसले थप आर्थिक दबाव सिर्जना गर्न सक्छ। त्यसैले मध्यपूर्वमा भइरहेको युद्ध केवल त्यही क्षेत्रको समस्या मात्र होइन, यसको प्रभाव विश्व अर्थतन्त्र, ऊर्जा बजार र श्रम आप्रवासन मार्फत नेपाल जस्तो देशसम्म पनि पुग्न सक्छ। अन्ततः यो घटनाले एउटा महत्वपूर्ण सन्देश दिन्छ। आजको विश्वमा कुनै पनि देश पूर्ण रूपमा अलग छैन। विश्वका कुनै एक क्षेत्रमा भएको संकटले अर्को क्षेत्रमा बस्ने मानिसहरूको जीवनमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न